सुरु भयो उयो पहिला फोटो निकालेर सुरु भयो यहाँ आउनु उताबाट खिच्नु जस्तो आउँछ त्यसै खिच्नु न यहाँ कसरी हाल्ने होइन होइन उसलाई त्यहाँ खुल्ला भइसक्यो जोइन न सुन्दर सुन्दर जोइन सुन्दर जाने गर्नु म कनस छु अनै छ केही छैन यो खिच्नु त्यही हो पुरै खाली अन्छ नि लक्ष्यदा अन्छ नि लो तुलसी नै खिचली त्यो छोड यसैमा खिचली कता सानी नानी हेलो नमस्कार 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 हाम्रै आवाज सानो यता हेर त वहीं के गांव में बालन के गांव में तो कहिले आउने भएर आज भोलि आउँछु आइस कहिले आएको ए ल अहिले यहाँ समर्थन गर्छु सतनो विरसे महिदेवहितं जदायुः शतमिन्नु गुरु मलाई पनि अलिकति डान्स टिका लगाउने हो क्या मन्दिरमा पनि पूजा गर्ने सिपिन लाग्यो नत्र नि सक्यो भने अब उनीहरुको हात बन्द गरियो एउटा घन्टी नपके घन्टी यहाँ चाहिँ घन्टी बजाउनु पर्छ लु न को बजाउने ओ यहाँ
दासो हेर्नु है अफ हो कि चल्दैछ 3-4 भर्खर अहिले नै चल्यो 5 सेकेन्ड भयो त्यही त मैले भर्खर चल पज गरेको थिएँ त होइन अघि लक्ष्मी दाइले चलाउनु भएको थियो चलाउनु भएको थियो मैले पज गरेको थिएँ कि सर्वगुण शान्ति शान्तिरेव शान्तिः सामा शान्तिरेव अब यहाँ कौन सा होला नानी बस के बाबु बाबु घरमा दिन भयो
दस मिनटको लागि छोटो विश्राम तत्पश्चात अनि फेरि हामी मण्डपमा उपस्थित भएर बाँकी पाठ पुरा गर्छौँ अनि आज कथा पनि सर्वे पेचा विधिवेचा कवै यतो तन्मते सिद्धनासिम विद्राचा विद्याधरा सेवा तिरुदान सोषित तिरुदनत महात्मन मतदान क्षमद्भूतं सकिनरा कि पुरुषनाम प्रत्या अस्मिना जिजत प्रभु मायन्ता माना इनात बनात्मना महात्मा भाषा वियोगान तम ते तु जातज गृह रूपम एकदम पर परमेश्वरना विधिने वे गायन्त तमे बसले कर्म विधिने वे भवता सानो भौछि ध्यम सकिन उपजित प्रदा दुस सका सता भदो यहिन्ता मोतक जसम आ एते गेजे के सब प्रसाद भद गुरनागा पुगुरु कन्दरा साधना मने माना केते केते विवाद भो जला मनुष्य जाति मनसा लोक भावनम तेव्यम्ये स्वतन्यते सिजत्वं पूर्वं पुरुषमात्मनं तानिश यं प्रशुदा प्रससुत तजापत्यं अवयत जगसिता सुखितं वदते कितम गतिचिता कियसन साकमना मदामहे तपसभ्यते विदोयगिनं सुसमाधिना ऋषि केश ससजा विमता प्रजा तेव्यचक्र केश स्वता देश समदा दजा एतत् समाधि गदि तप विद्या विरक्तिमल जय जय श्रीमद्भगवती महापुराणे परमहंस्यां संहितां तृतीयस्कन्धे विंशपुस्तक श्रीकृष्णार्पणमस्तु श्रीकृष्ण गोविन्द हरि मुरारी नाथ नारायण वासुदेवम् अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति भगवत्सल भगवान मैथुनी धीरे प्रजान पद सुध स्वयं भवै यथाधर्म स्वरूपद जगपद सददीपपति महिमे तस्य वेदिता कर्म देवहति से विशुद्ध कति प्रजापतिता प्रथमस्य त्वयेनगा तस्य वै सर्व महागी लक्षणे सहज कतिर विधिं तमे सुसुसावल वे पदा विजय भगवान तस्य ब्रह्म ब्रह्मसुता यथा भूतानि तथा परं च मानवी मैत्रिवचा प्रजासिद्धि भूगमनो कर्तव्यं पूर्णोदिता सरस्वतं तवचते सहस्रं समादसा तव समाधिना क्रियाकर्तनं संप्रवेदि हरि प्रज्ञा प्रपन्ना
भरदासुर तावदर्शन भगवान् इजारि केटिगे तस्मै सतमसजन अनि सर्वमा तदरगो तदम बिरजमा क्यामेन धेरै पदमबल सुजन निरनिकाम्य निना तदकाव्रता बचन बिरजमा भगवान् बिरजिम पुनेले संगतका ग्राद्रम सेदुजम सेदुपाल त्रिनकम मनसजमितेजन दिनपसना भोजन नोटेरो गर्नदा देजो देगो भगवान् जता जपसनदा जता नगिबे प्रेम निने ग्रेनातेदि सदा बिरन्दले जदम बदना किनसा जनाते संति देमासो तबदन सना यदा सनजम बिरे सदे सनासनम सदयोगिना योगिना रोयोगा केमायते महतम महतमे ददसदम पद दिना भवसित पदम पदरेका मनबा यदा सनदे कामा दिने केशो तदा जदरम परिपूर्ण कर्म समा दिने दिने शिशि भगवान सोसाइटी नेता बनाती सबरम तवेशित माया नजरसे बदसुबा अनुगायता इते माया मलसा तलसा तमा लसितन सतान काने भूतो परदा क्रियातम समय वर्तलो कतनो नाम विभिन्न मन्नामा अनि पादा सरल समापि सिकान वचन रिजर भरा इते बेलिकम फ्रन्ट अफ द नाब ओम नमो भगवते वासुदेवाय वासुदेव भगवान को जय, सर्वेश्वर भगवान को जय, पुरुषोत्तम भगवान को मुनि मुनि को टपारीमा राखिदिनु त कलशलाई अलिकति यसो ल दिदी लु यहाँ बस्ने को जयनारायण लक्ष्मीनारायण भगवान को जय बहन लाग्नु पर्छ त राष्ट्रिय पशुपतिनाथ को जय, देवता को जय, देवताको जय, मानी देवताहरूको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सोधेर भिनाजुलाई सोधेर हेरौँ र जाउ भएको ठाउँमा रे त्यो यसलाई गाउँ नानी एउटा कलशमा यहाँ यहाँ माटाको चाहिँ मुनिको टपरीमा है माटाको चाहिँ सबै मुनि यो तामाको माथि रे यता ठुलो घडालाई चाहिँ भित्रमा यहाँ बिचमा यहाँ जाऊ यताबाट जाऊ पर जाऊ घुमेर ठुलो घडा वर्तमान निवेश मृत्यु मृत्यु झेरिने सविता रचना देवी जारी भनेपछि सूर्य गोडादना भावे शब्द सर नमा 1 अदु सोम सोमाय गीत पास भावे शब्द सर नमा 2 ओम भोमाय मोसरना भावे शब्द सर नमा ओम बुधाय दुग्धदना भावे शतसर नमा ओम बृहस्पति दुग्धदना भावे शतसर नमा ओम शुक्राय घृतोदना भावे शतसर नमा ओम शनिचराय कृष्णना भावे शतसर नमा ओम राहवे मांस भावे शतसर नमा ओम केतु चित्रोदना भावे शतसर नमा फेरि आवाको ओम ईश्वराय नमः गीतपायस भावे शतसर नमा 2 ओम उमाय गीतपायस भावे शतसर नमा ओम स्कंदाय गीतपायस भावे शतसर नमा ओम विष्णवे गीतपायस भावे शतसर नमा ओम ब्रह्माय गीतपायस भावे शतसर नमा ओम इंद्राय गीतपायस भावे शतसर नमा ओम यमाय गीतपायस भावे शतसर नमा ओम कालाय गीतपायस भावे शतसर नमा ओम चित्रगुप्ताय गीतपायस भावे शतसर नमा ओम अग्नय गीतपायस भावे शतसर नमः ओम आद्य गीतपायस भावे शतसर नमः ओम पृथ्वी गीतपायस भावे शतसर नमः ओम दिरा लाइन पुगिसक्यो भने होइन नि मैले पढिन नभन्ने बित्तिकै त अलि चढाइरहेको क्या लाइन भने अर्को लाइन सुरु गर्ने बरु ओम अग्नय नमः गीतपायस भावे शतसर नमः ओम आद्य गीतपायस भावे शतसर नमः ओम पृथ्वी गीतपायस भावे शतसर नमः दिदै जाने के म नभन्दा दिदै जाने जहाँ खाली हुन्छ नि ओम विष्णवे गीतपायस भावे शतसर नमः ओम इंद्राय गीतपायस भावे शतसर नमः ओम सच्चै गीतपायस भावे शतसर नमः
ओम प्रजापति घृत पायस पायस नम ओम सर्पेभ्य घृत पायस भावे ईश्वर नम ओम ब्रह्मणे नम घृत पायस भावे ईश्वर नम ओम विनायकाय नम अर्को ओम विनायकाय नम घृत पायस भावे ईश्वर नम ओम दुर्गा घृत पायस भावे ईश्वर नम ओम भावे घृत पायस भावे ईश्वर नम ओम आकाशाय घृत पायस भावे ईश्वर नम ओम अश्विनी घृत पायस भावे ईश्वर नम ओम इंद्राय मास भक्त भावे ईश्वर नम ओम अग्नय मास भक्त भावे ईश्वर नम ओम एमाय मास भक्त भावे ईश्वर नम ओम नीते मास भक्त भावे ईश्वर नम ओम पूर्णय मास भक्त भावे ईश्वर नम ओम वायवे मास भक्त भावे ईश्वर नम ओम सुमाय मास भक्त भावे ईश्वर नम ओम ईशानाय मास भक्त भावे ईश्वर नम ओम ब्रह्मणे मास भक्त भावे ईश्वर नम ओम अनंताय मास भक्त भावे ईश्वर नम ओम दुर्लभ मास भक्त भावे ईश्वर नम अब अग्नय ओम मास भक्त भावे ईश्वर नम ओम दुर्लभ मास भक्त नम ओम धातेन्द्र सत्य मास भक्त भावे ईश्वर नम ओम वीरभद्राय रुद्र मास भक्त भावे ईश्वर नम ओम गोरेश्वर समाज मास भक्त भावे ईश्वर दक्षत्र नम ओम विनायकाय मास भक्त भावे ईश्वर नम ओम सप्त आवन सप्तमाल ब्रह्म मास भक्त भावे ईश्वर नम ओम ब्रह्मणे मास भक्त भावे ईश्वर नम ओम विष्णवे मास भक्त भावे ईश्वर दक्षत्र नम ओम रुद्राय मास भक्त भावे ईश्वर नम ओम अर्काय मास भक्त भावे ईश्वर नम ओम बृहस्पति मास भक्त भावे ईश्वर दक्षत्र नम ल अब त्यो सबै मामा ती छोड्दिस माथि ल अब यता आइसक्यो वास्तु पूजा गर्ने त्यहाँ हामीले यहाँ नैवेद्य के राख्यौँ ग्रहलाई राख्यौँ होइन अंगुर सेल पनि त्यहाँ छ छोराले एकचोटि दोना हालेर ल अब वास्तुको पूजा कलशको मुखमा एकचोटि फेरि पानी समाउनु पर्यो हरि ओम तत्सर्व विष्णुविष्टादेह पूर्वचैत संगल्पतिद्रष्टु काश्यगोत्रोत्पन्नस्य त्रिपुरस्य मध्यदिने शाखान्तर्गत शुक्लयजुर्वेदधेनः शतैः सहितो नमः अस्मद्गृहे श्रीमद्भागवत सप्ताहिकर्णार्थं सङ्गीतं मण्डप निर्माण विधौ पुनः पुनः संस्कारे क्रियमाणे कीर्तिजकित वास्तु विधान संजातन्युनाति एकादि दोष निवृत्त्यर्थम एतत् फल प्राप्तये यथा मिलित प्रचारे वास्तुर्चनहं करिष्य भाउजूको दुईटा अरु दुईटा कसरी यो अब यहाँ छोड्दिनु दुईटा गर्न र त्यहाँ छौमा त्यो कलश पानीमा दुईटा खाली लु उठौँ भाइ उठौँ लु अब यहाँ कलशको मुखमा अब यहाँ चाहिँ यहाँबाट सुरु हुन्छ भनेर यहाँ अन्तिममा हुन्छ हामी कलशको मुखमा गरौँ हरि ओम ओम सिखिने नमः ओम पुरुष ओम तमिसानं जगत सतु खसतिं ध्येन्जिनो मस्य मोबाइमा ओमाई बाइमा पुखान जेता वेद साम शब्द रक्षिता पाएन तो सोताई ओम नमः समवाय नमः संग्राय नमस्कार नमः शिवाय सिखिने आदि शिक्षादि समताय के पद ओम सिखिने नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेन स्करपि ओम दोस्रो ओम पर्जन्यान आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम जयन्तान आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम कुलिसाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेन स्करपि ओम सूर्याय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम सत्याय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम ऋषाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम आकाशाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम वायवे नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम कृष्णाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम गिरिधान आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम गिरिक्षताय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम एमाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि एमाय नमः ओम आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम गन्धर्वाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम मृगराज नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम मृगाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम दोबारिकाय नमः आवेन थापेन ओम पितृभ्यो नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम दोबारिकाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम सुग्रीवाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम कुशलदत्ताय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम वरुणाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम असुराय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम शेषाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम पापाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम रोगाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम आयुर्बुद्धाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम मुखाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम भरणाय नमः आवेन थापेन पूजामे गन्धाक्षर पुष्प सर्वेमि ओम सोमाय नमः आवेन थापेन पूजामे
गन्धाक्षर पुष्प सर्वेमि ओम सर्पाय आभ्यां स्थापयामि पूजयामि गन्धाक्षर पुष्प सर्वेमि ओम आदित्यय नमः आभ्यां स्थापयामि पूजयामि गन्धाक्षर पुष्प सर्वेमि ओम आदित्यय नमः आभ्यां स्थापयामि पूजयामि गन्धाक्षर पुष्प सर्वेमि ओम आदित्यय नमः ओम आभ्यां नमः आभ्यां स्थापयामि पूजयामि गन्धाक्षर पुष्प सर्वेमि ओम सावित्राय नमः आभ्यां स्थापयामि पूजयामि गन्धाक्षर पुष्प सर्वेमि ओम जय नमः आभ्यां स्थापयामि पूजयामि गन्धाक्षर पुष्प सर्वेमि ओम रुद्राय नमः आभ्यां स्थापयामि पूजयामि गन्धाक्षर पुष्प सर्वेमि ओम आर्यमाणाय नमः आभ्यां स्थापयामि पूजयामि गन्धाक्षर पुष्प सर्वेमि ओम सविताराय नमः आभ्यां स्थापयामि पूजयामि गन्धाक्षर पुष्प सर्वेमि ओम विवस्वताय नमः आभ्यां स्थापयामि पूजयामि गन्धाक्षर पुष्प सर्वेमि ओम विवस्वताय नमः आभ्यां स्थापयामि पूजयामि गन्धाक्षर पुष्प सर्वेमि ओम मित्राय नमः आभ्यां स्थापयामि आसधार्या आस्नाकं मातु टीका कुमारी लगायत मातृपितामही प्रपितामहीनां पितृपितामह प्रपितामहानां तथा च काश्यप गोत्राणां समस्त ज्ञात अज्ञात समस्त पितॄणां तथा च माता महादिनं एकविंशतिनां कुणानां मोक्षफलप्राप्तिकानार्थं आदौ दीपकलश गणेश पूजनको अद्य दिने दीपकलश गणेश पूजनपूर्वकं ब्रह्म विष्णु देवता पूजनपूर्वकं श्री लक्ष्मी देवता श्रीमद् भागवत पुस्तकानि पूजनपूर्वकं वेदपुरुषा सूर्यनग्रह पूजा एकेपात्र पुरुष पूजा श्री उमा श्री साम सदा शिवजी पूजनादि पूर्वकं मण्डपस्थ आवाहित थाकी संस्कृत देवता पूजनपूर्वकं परमहंस संहिता श्रीमद् भागवत एकावृत्ति पाठ श्रवण कर्म यथाशक्ति कथा श्रवणादि कर्म कर्तुं रुद्राभिषेक कर्म कर्तुं वेद पाठादि कर्म कर्तुं महाकाली महालक्ष्मी महासरस्वती प्रीत्यर्थं दुर्गा सरस्वती पाठादि कर्म कर्तुं भगवद्गीतादि पाठ कर्म कर्तुं नानानां पुत्रेभ्यो नानानां शरणेभ्यो ब्रह्मणेभ्यो गणेश द्वारपाल वाचकादि ब्राह्मणान् यदि गन्धाक्षर पुष्प वस्त्र द्रव्यादिनि भोजन भइसक्यो त सर भोजन भइसक्यो त राउटरको काम गरेको त मैले बुझेँ राउटरको मैले काम गरेँ त्यतिखेर भएको थियो सबै कुरा भएको हो होइन अब अहिले तपाईँहरूलाई तल चाहिएर माथिबाट तल एकजनाले पहिला नजिकको छिमेकी भाइ मान्छेको ठुलो छानेर तपाईँको त जुन गर्नुपर्ने अब बिहे पार्छ आउँछ आजलाई सुरु गर्नु पर्यो गर्ने त्यही त नि कुन वाइफाईबाट गर्ने त कुन रेन्जबाट गर्ने कुनबाट गर्ने त त्यो टोपी चाहिँ नमो यो हुन्छ विनाजी यो त हुन्छ चेक गर्न त्यहाँ भएको टोपी चाहिँ सबै त ल्याउनु टोपी त्यही हो टोपी चाहिँ टोपी उता त्यसो गर्नु न त्यहाँ बस्नु विनाजी त्यहाँ यतापट्टि एउटा कालो झोलामा टोपीको झोला यता यहाँ तान्नु हरियाल ज्वाइँले पनि बोलाउनु कालो झोला त्यो निरौला कहाँ हुन्छ यतै हुनुहुन्थ्यो मान्छे भएन तलमा हुनुहुन्छ माथिल्लोमा सामना कति हेर्ने नानी कति राम्री यता हेर न हाँस्यो अनि मलाई चिन्यौ त तिमीले अनि मेरो नाम थाहा भयो त तिमीले यता हेर न मेरो नाम थाहा पायो त तिमीले नाम थाहा भएन तिम्रो बाबाको नाम के हो गरिदेऊ भिडियो बनाउने ल त
लालु पुगारी कविता नछेका Abirala Dara Babu
घुम्दिनु त 3 चोटि उतैबाट दाहिनेबाट छैन आरती चाहिँ आरती लिएर जुमा छोकिएला आरती लिने मान्छेले घुम्दैन हरि ओम विशुद्ध 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 मुख विशुद्ध बाहु विशुद्ध सन्त सन्त व्यापन सम्बन्धी नाम भुञ्जानि विवेका राखिदिनु अब खाली ठाउँमा कायम संसारम विघ्नहारं सदाम सम्पन्निनां देवं भवानी सहितं भवानी त्वमेव माता त्वमेव सर्वमोदेव यो तुलसीलाई अलिकति पूजा गर्ने त्यहाँबाट गरु दुल्जा पूजा गर्ने हरि ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ मंगलम पुंडरीकाक्ष मंगलाय तनहरि लाभस्ते संजयते संपदते संप्रजय छमिने परछामि यतु जनार्दन ती बाहिर हजुर फुलपाती ल्याउँ त फुलपाती ल्याऊ यहाँ चाहिँ बहुमूल्य रत्न मणिसँग चाहिँ तपाईँले ल्याएको त्यो काँचको तुलना हुन सक्दैन, सम्भव छैन। यो सुन्दा देवताहरू पनि ज्यादै लज्जित हुनु परेको थियो र भागवत कथा श्रवणबाट ज्ञान प्राप्ति हुन्छ। त्यसपछि विद्यार्थी हृदय ग्रन्थि छिन्नते सर्व संशय, जुन अज्ञान रूपी गाँठो खुकुलो भएर ज्ञान रूपी के भन्छन् पस्यौटो होइन, गाँठो भनेको दामलाको के हुन्छ, एकातिर पस्यौटो हुन्छ कि एउटा गाँठो के भन्छन्, गाँठो र पस्यौटो होइन हो जस्तो लाग्यो मलाई, केटाकेटीमा त्यही भन्ने जस्तो लाग्यो, गाँठो र पस्यौटो। अहिले त गाई बाँध्ने भयो नि त याद हुँदैन कि त्यो जब पस्यौटो खुल्छ त्यो गाँठो खुकुलो भएपछि त्यो पस्यौटोबाट खुसिन्छ क्या, निस्किन्छ। त्यसपछि ज्ञानले परिपूर्ण हुन्छौँ। अज्ञानको गाँठो खुकुलो भएपछि त ज्ञानले हामी परिपूर्ण हुन्छौँ। त्यसपछि सम्पूर्ण मनको हृदयका ग्रन्थीहरू संशयहरू पनि खुल्ला हुन्छन् भनेर 28,000 सुनकादि ऋषि महर्षिहरूलाई बताउनुभएका श्रीमद् भागवत महापुराणका प्रथम स्कन्धका पहिलो अध्यायसम्मको कथाहरू हाम्रो मध्याह्नकालीन विश्रामको समय सुरु भइसकेको हुनाले अहिले नै विश्राम गरौँ। अब दिउँसोको सत्रमा मैले भनेको छु हजुरहरूलाई भागवत कथा सबै सुनाउँछु, तर छोटकरीमा सुनाउँछु सबै सुनाउँछु, अन्तिमसम्म भए पनि सुनाउँछु। हाम्रो यज्ञ चाहिँ पाठ प्रधान यज्ञ छ। पाठ हामी अक्षर एक अक्षर हामी श्रवण गर्छौँ, यहाँ साङ्गे हुन्छ र 7औं दिनको पाठ पनि हामी आजैदेखि अलिअलि तान्दै अगाडि जानु पर्दछ। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव, श्री कृष्ण गोविन्द हरे मुरारे Hare Krishna
अब आरती गरौँ। 1:30 बजेदेखि सुरु हुन्छ, कति बजी सुरु हुन्छ पण्डितजी? 1:30 बजेदेखि सुरु भएर कति बजेसम्म? कति बजी हजुर। बेलुका कति बजीसम्म? अब हाम्रो पाठ पुरा गरेर अनि बाँकी चाहिँ कथा लगभग 3-3:30 बज्छ। त्यतिखेर आरती भइहाल्छ फेरि। होइन त्यसपछि कथा सुरु हुन्छ। 3-3:30 बजीसम्म पाठ हुन्छ, 5 बजे चाहिँ आरती हुन्छ। 1.5 घन्टा जति भएर अन्तिम आरती 5 बेलुका फेरि त्यो 7 बजेदेखि फेरि 1 घन्टा हजुर 7 बजे 8 बजे जानु सकिन्छ नि। उल्टी परेको एकदम बस्यो। कहाँ देखेको भनेको त गङ्गा मामा कहाँ हुनुहुन्थ्यो नि। गङ्गा मामा के बरेदासमा घिमिरे पाठ गर्नुभएको ए हाम्रो फुपूको पाठ गर्नुभयो होइन? भागवत अर्थ लाग्ने अर्कै हुन्छ। लाइटर खै भाने लाइटर खै लाइटर हरि ओम चन्द्रमा मनसो जात चक्षु सूर्यो जायत श्रोत्राद्वाईश प्राणसमुखात् अग्निर्जायत चन्द्रादित्यो च धरणी विद्युदग्नि तदेव तमस ज्योतिंषि तेनानिराजितं सूर्येण तारकापन्नि तेजपुञ्जा विराजितं खरपुरं देवी देवी सा ज्ञानपुरुषोत्तमा ॐ जय शिव शङ्कर शम्भो जय गिरिजाधीश
संसारसारं भुजगेन्द्रहारं सदावसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि त्वमेव माता च पिता त्वमेव बन्धुः सजगा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव यसो जल घुमाइदिनु यानि कानि च पापानि जन्मान्तर्कितानि च तानि सर्वैः सिन्धु प्रेक्षा पदे पदे आज बेलपाती फुलपाती ल्याउँ वन्दे देवौमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सुरेशसङ्गपनिनयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करम् इमानि पुष्पाणि मनोहराणि विदुलवाणि कल्पाद्रुमाणि पुष्पाणि पुष्पाञ्जलिर्मेतुसुखाय नित्यं नानाविविध पुष्पाणि यथाकालभवानि च पुष्पाञ्जलिर्मेतत्रं ज्ञानप्रदमीश्वर भगवते पुराणपुरुषोत्तमाय नमः मन्त्रपुष्पाञ्जलि समर्पयामि चढाइदिनु भक्तवत्सल भगवानको दादा सर्वेश्वर भगवानको पुरुषोत्तम भगवान को श्रीमद् भागवत भगवान को लक्ष्मीनारायण भगवान को उमा महेश्वर भगवान को समस्त वृंदावन धाम को सुखदेव जी महाराज को परीक्षित जी महाराज को सनकादि ऋषि महर्षिहरू को उपस्थित समस्त भक्तजनहरू को काशी गोत्रमा दिवंगत हुनेका समस्त पितृहरू को मध्याह्न विश्राम आरती को राष्ट्रदेव पशुपतिनाथ को गुहेश्वरी माता को समस्त नदी तीर्थहरू को समस्त शक्तिपीठहरू को समस्त देवालयहरू को समस्त धामहरू को जय जय श्री राधेश जय जय श्री राधेश जय जय श्री राधेश नमः पार्वती पतये हर 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 महादेव शम्भो ल सबै निहुरेर भगवानलाई धन्यवाद गरिदिनु अपराध सहस्रभाजरं पतितं विमानगोदरी अगतिं शरणागतं हरे कृपया केवलार्जुन साधुरु गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ध्यानमूलं गुरुमूर्ति पूजामूलं गुरुपदं मन्त्रमूलं वाक्ये मोक्षमूलं गुरुकृपा वाञ्छा कल्पतरुभ्यश्च कृपा सिन्धुभ्येव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः भजन बजाइदियो हुन्छ
सो मोबाइलबाट आउँछ भने यहाँ संसारमै छैन यहाँ उत्पादन हुनेमा पम्पबाट गएको छ नराम्रो गरेर यहाँ म सुन्दैछु पी खालेर तिमीले छोराछोरी बिरामी भएर मर्नु राम्रो कि बरु केरा पकाएको खानु हाम्रो नेपालमा उत्पादन त्यो बुल्लुको अन अफ भएछ नि त त्यो बुल्लुको कनेक्ट भनेर अहिले त इन्डियाबाट हाम्रो साउन्डमा पनि ठिकै छ यो बातै नगर्ने अहिले जुन चलाउँदै चलाउनुपर्छ भनेको छ चलाएर हुँदैन यो कता के खुसी होस् भन्दैन यो डुप्लिकेट माल पर्छ आउँछ नयाँ आइहाल्छ नि यसले मगाउँदैन यसले कामै गर्छ यो राम्रो के हो न कसो कसो गरेर झुकेर भ्याट आउँछ कुट्नुपर्छ Line in. Bluetooth mode. Bluetooth connected. साउन्ड आउँदैन कसो कसो गर्दा कता कता गर्दाखेरि आउँछ यो मुला यस्तो यस्तो सिस्टमले काम गर्छ कुनै बटनमा हामीले त्यसमा जाने तार खुसी भयो त黑科模式。 मुसी भन्छ यता原音模式。 भोलि मौना भइगयो नि यो चिन्तामा会议模式。साउन्ड भन्ने छ Previous song. Line in. Bluetooth mode. Bluetooth connected. बजेको थियो कसरी बजेको थियो त्यो चाहिँ आयो यस्तै थियो भएर बल्ल बल्ल अहिले के गरेर पनि थाहा
यो जोड्नुपर्छ यो जोडेको होइन होइन यो हले त लाइन आउँदैन त्यो लाइनको तार हो Line in. Bluetooth mode. Bluetooth connected. तिम्रो मोबाइलको ब्लुटुथ अफ गरेर हाम्रोबाट गर्दा हुन्छ केही पनि छैन कि त्यसको माथि मात्रै हो तिम्रो एकताल ब्लुटुथ अफ गरेर अब यहाँ हाम्रो उयो छैन Bluetooth disconnected. त्यहाँ लिइसकेपछि त्यहाँ माथि लेख्दैन कहाँ थिचेर कहाँ के गरे हौ यत्रो झिचो कुद्यो कता फ्याटा आयो भने यो भित्र भित्रै पसेको हो यो भित्र हुँदै Line in. किन हो Bluetooth mode. Bluetooth connected.
भाइ त्यसरी टाउकोमा चाहिँ शिरमा राखेर बोकेर त्यो ढोकाबाट भित्र छिर्न खोज्यो भने त्यो भिडमा अल्झेर त्यो झोलाले आफूलाई समेत तानेर गाडीको चक्का मुनि पारेर पेलेर मार्छ भनेको मतलब के हो वासनाले हामीलाई सिध्याउँछ त्यो वासनाको पछि लाग्नु हुँदैन भगवानले हामीलाई जति चाहिने हो जति दिनुपर्ने भने त खडारै पठाएका छन् क्या कति अन्न हामीले खानुपर्छ कति धन सम्पत्ति प्रयोग गर्नुपर्छ खाँचो भएको अवस्थामा हामीलाई दिन्छ कसले हामीले पाउँछौँ कोबाट त्यो त सबै निर्धारण गरिएको छ त्यसैले यहाँ भन्नुहुन्छ भोग विलासलाई त्यसको फल मानिँदैन भोग विलासको फल इन्द्रियहरूलाई तृप्त गराउने होइन उसको प्रयोजन हो केवल जीवन निर्वाह गर्न बाँच्नको लागि मात्रै गर्दा जीवनको फल पनि तत्त्व जिज्ञासा हो धेरै कर्म गरेर स्वर्गति प्राप्त गर्नु यसको फल होइन स्वर्गति पाउनुपर्छ भनेर मर्मजलले कर्म गर्ने होइन किनभने मोक्ष प्राप्ति गर्ने भनेर चाहिँ कर्म गर्ने हो तत्त्ववेत्ताहरू ज्ञाता र ज्ञको भेदबाट रहित अखण्ड अद्वितीय सच्चिदानन्द स्वरूप साथमा मकुटमा मयूर पंख बन्सीले हातमा गोकुलमा बाछा हेर्दा ग्वालाहरू साथमा मकुटमा मयूर पंख बन्सीले हातमा श्याम बिहारी जान्छौँ अब वैकुण्ठ लैजाऊ मुरारी जान्छौँ अब वैकुण्ठ लैजाऊ मुरारी फुलको माला त्यो तिम्रो गलामा मोहनी पोछ कि त्यो रूपमा घुम्रिएको बा हामीलाई दर्शन देऊ प्यारो नन्दलाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल
Patago Dain Sasa Sada Sangataro Bana Sasa Vibudo Kama Sada Sana Pujana Sargadaran Vidya Bhagavatam Premi Surima Panayati Prayatna Vishnu Desal Sasa Pranaya Mritasa Mritasa Surimatana Matana Mima Ide Amlakadishu Pandashu Purushana Mayuri Diyamasa Saubalam Durubikama Itisa Sarisama Potiki Mapati Sitira Visayana Patati Bhaksa Sasa Manini Shura Vasudina Vidu Tati Pen Salmarati Pune Pipuna Visara Samanina Surodina Vita Paripiti Navi Salmari Bhaksama Esa Baba Gila Nailaya Mahur Bhagavata Vasanta Sutta Pata Tiraja Sasa Dipa Hutai Upalakshati Tapipa Dipati Vibran Pratat Pachok Nijibaru Sushiti Sota Vyanta Namani Sota Vasani Vyavajat Surachana Somana Samramakam Dipa Vasan Pari Hari Batra Mavikyanta Miti Tisu Vasanta Sabti Mavikyanta Surasa Sota Singhu Pamadeva Mundo Kumuda Komandan Posavasam Sahasra Sutiriti Anamati Himali Saraswati Purandani Medara Giti Madhavasa Purasa Sudadara Dara Vidyadhara Vasantari Sandara Sangyam Bhagavanta Devaman Surumantanam Vidina Itantim Sugabipiti Devivu Vipasan Krishna Subayo Kajanao Sambasam Rajata Subhana Ashiri Surudan Koitat Vikuran Samanina Vitu Titatina Itapu Sandiva Pusatampo Deva Titapapi Aguru Janateva Paraso Sasma Sadguru Shidam Disabina Jandini Tadika Paribdi Katura Nirita Namasana Dimansabeva Supatriva Itapagatu Bajasa Atavati Tata Pasupasada Na Deva Rujira Bhikutasu Pratapiti Vivida Bhamadeva Namabhya Tesam Pasida Samagiri Natasa Vidyata Sata Sadeva Sakala Sakala Singam Gavira Chita Kuda Deva Nikutni Uttara Mahatravani Iti Sukula Madhukula Vita Vita Nisita Vita 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 Juta Mahatranariti Sami Vaipi Kusati Pukasa Kusalako Vita Vita Kulaka Sangyam Bhagavantam Jata Vita Suripana Kaluku Salina Ijanti Palasa Pramana Sangya Jata Vita Shavipana Vita Devana Purusankana Ijat Purusam Ijati Tatanya Vita Lahim Pradipa Pipuna Samanina Sirutina Upagita Vita Kusati Vita Iskan Kunsana Mapatraju Dipanama Nipataka Hata Yusubam Praharan Majita Nitama Purjavi Siradina Sistema Vata Purana Kutumna Purasiva Tajana Virupatam Nati Vilameda Padishan Divipasan Sata Vivajasan Teshu Pranama Sata Vikatana Pasan Nivesha Sama Bhavata Bhavata Pamakana Satana Apavata Saimantana Vidam Upajagama Ama Madhuru Nijavita Majatama Prajo Vitana Paspati Nijavita Sutta Sisa Marjagiri Sata Satava Nandasa Vikata Sukapatana Pasana Uvani Nandana Pasada Patavidya Abhaya Vaya Amritoka Arigati Tabati Britirupa Pavitapati Sukriti Samasam Mala Mamala Upainjana Purusa Nisava Dravina Devaka Sangapasan Purusa Devaman Devamama Puranjalina Devama Purusa Vidya Purana Diri Purana Punata Devaka Purisata Bhuvaiti Evam Purata Hiruda Malilana Purana Sekita Bhavishna Sagati Patrina Samarita Rida, Pavajita, Parajita, Pandapati, Sasa, Suruti, Nija, Diti, Tosa, Pusari, Sabata, Sadebrotana, Pratanama, Nebamato, Bayataka, Pranayama, Vidu, Sarajatama, Parmasama, Dina, Jatin, Antapuja, Kipivata, Kitri, Antaremi, Sura, Sadapatuno, Madhata, Puskara, Pipanayama, Samana, Samana, Parade, Aira, Puskara, Puskara, Gopinda Jai Jai Gopinda
गोपाल जय जय राधा रमण हरि गोविंद जय जय राधा रमण हरि गोविंद जय जय गोविंद जय जय गोपाल जय जय गोविंद जय जय गोपाल जय जय राधा रमण हरि गोविंद जय जय राधा रमण हरि गोपाल जय जय भक्तवत्सल भगवानको ल यशोदा बाबा के अरे नन्द बाबा र यशोदा मैयालाई बधाई दिउँ है त हामी म यशोदा माता की बधाई हो भन्छु हजुरहरूले बधाई हो भन्नु है त अनि नन्द बाबा बधाई हो भन्छु हजुरहरूले बधाई हो भन्नु है के चिज छ ल्याएको चिज भगवानलाई बोल्नु ल त्यो दही बेसार माखन मिस्त्री के छ सबै यहाँ मण्डपमा राखेर तुलसी पत्ता छोडेर भगवानलाई भोग लाउनु होला अनि पछि बाँड्नुपर्छ यशोदा माता बधाई हो नन्द बाबा बधाई हो यशोदा माता बधाई हो नन्द बाबा बधाई हो ल अगाडि एउटा कुर्सी राखेर त्यहाँ राख्नु अनि सबैजनाले पूजा गर्नु ल भगवानलाई पूजा गर्नु हरि ओम बालकृष्णाय नमः पादयो पाद्य कुर्सी राख्नु न कुर्सी अलिक ठुलो कुर्सी राख्नु है सानो होइन ल ल हरि ओम ल सबै चिजले पूजा गर्नु है बालकृष्ण भगवानलाई हरि ओम सहस्रशिरका पुरुका सहस्राक्ष सहस्रपात त्यो अक्षताले नगर्नु आज अक्षता चढाउनु होइन एकादशी हो फेरि भगवानलाई अक्षता चढ्दैन नि मात्रै टिका लगाइदिनु यसो फुलले गर्नु अनि यता मण्डपतिर पूजा गर्नु हरि ओम सहस्रशिरका पुरुका सहस्राक्ष सहस्रपात सहस्रकुं सरस्वती सदशाङ्कुलम्मा पुरुकै वेदगुं सर्वं चेदभूतं चेदभाप्रिम भूता वितते शेषानो चेदनेनातिरोहति एतावानसमय मात्रो ज्यास पुरुकपादोषे विषभूतानि त्रिवदशं दिवे श्रीपादुर्गपादोषे भवतुनः ततो विहुग्रमशासनानशन्यवि ततो विराजजायत विराज अधिपुरुष सजातो अतिरिच पश्चात् भूमाथपुर अस्मद्यां सर्वदशं मृगं विगता जम पशुता सगले वाक्यनानगमसये अस्मद्यां सर्वोत्तरिच सामान्यगिरे छन्दागुं शिगिरे तस दयात वसुदाजेकी जो भयदुलगामहदगिरे तजाता अजामय तं यज्ञं परिपूर्णं पूर्वं च तमग्रह तेन देवाय जन्तसाध्यारिगजसुजे यत्पुरुषं वेददु कलिगा भगर्वेन मुखं किं भाषाचित् किं बाहु किं रूपादुजरे ब्राह्मणस्य मुखमाचित् बाहुराजनिकिता ऊरुकलसं जिद्वैषपदानि सुखगात चन्द्रमामनसो जातचक्षो सूर्यो जायत श्रोताद्वाइष प्राणसमुखादग्निर्जायत नाभ्याचितं परिषकुं शेषोद्योः समपतता पद्यां भुविदेश श्रोत्रा तथा लोकाकल्पना यत्पुरुषं विघातेव जीवनतनुतपसुन्दो सा सीता जिंसोरे सप्ताशासन वैदश्री सुतसिद्धपद्मा कर्माणि पद्मान्यासन्न देहनाकं महिमानः सज्जन्त जलपृथ्वी साध्याः सन्ति देवाः ओम बालकृष्णाय नमः पादय पाद्यं समर्पयामि हस्तय अर्घ्यं समर्पयामि मुखे आचमनं समर्पयामि श्री बालकृष्णाय नमो नमः पाद्यम् अर्घ्यम् आचमनं पुनातन पञ्चामिदं दीपनं गन्धं तिलनि एवं पुष्पाणि समर्पयामि नमस्करोमि बजाउनु पर्दैन बजाऊ फेरि बज्छ त्यो दही साथ छ नि यहाँ ल्याउनु त एकछिन पहिला पूजा सम्पन्न गरौँ त्यसपछि अनि पार्नुपर्छ हातमा
तस्यै लक्ष्मी भवनाथे स्वास्थ्य